हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। हामीहरू सबैले कोदोको रोटी त बनाएर खाइराखेका नै हुन्छौँ, तर आज मैले हल्का स्पेसल तरिकामा त्यसमा अलि धेरै नै भेजिटेबल्सहरू एड गरेर एकदमै हेल्दी अनि मिठो रोटी बनाएर रेडी गरेको छु। यसरी रोटी बनाउन जति सजिलो हुन्छ, खाँदा त्यति नै मिठो पनि हुन्छ। ल अब बनाउन सुरु गरौँ है। यसको लागि मैले 2 टेबल स्पुन इच अफ कोदोको पिठो र फापरको पिठो लिएको छु र मैले यो भेजिटेबल्सहरूलाई चाहिँ यसरी मसिनो गरेर काटेर लिएको छु, जसमा मैले थोरै गाजर, उसिनेको आलु, मसिनो गरेर काटेको ब्रोकोली, थोरै प्याज, साग र थोरै हरियो खुर्सानी लिएको छु। भेजिटेबल्सहरू हजुरहरूले आफ्नो स्वाद अनुसार लिन सक्नुहुन्छ। त्यस्तै गरेर मैले एउटा अन्डा पनि लिएको छु र मसलामा थोरै नुन, भुटेर कुटेको जिरा र चिल्ली फ्लेक्स लिएको छु। र अब चाहिँ यो सबै इन्ग्रेडियन्ट्सहरूलाई चाहिँ मिक्स गरेर रेडी गरौँ। त्यसको लागि मैले एउटा मिक्सिङ बाउल लिएँ र त्यसमा यो पिठो अनि यो त भेजिटेबल्सहरू सबै राखिदिएँ र यो सबै राखिसकेपछि अब यसमा अन्डालाई पनि फुटालेर राखिदिने र यो सँगसँगै यो मसलाहरू पनि राखिदिने र अब यो सबैलाई राम्रोसँग मिक्स गर्ने र यो मिक्स गरिसकेपछि यसमा थोरै थोरै एमाउन्टमा पानी राख्दै यसको चाहिँ हल्का बाक्लो टाइपको ब्याटर बनाएर रेडी गर्ने। ल हेर्नुहोस् त, मैले यत्तिको बाक्लो यो ब्याटर बनाएर रेडी गरेको छु र यत्तिको बाक्लो चाहिँ हुनुपर्छ, धेरै पातलो नगर्नुहोला। र यसरी भइसकेपछि अब यसलाई छोपेर एकैछिन रेस्ट हुनको लागि छोडिदिने। मैले चाहिँ यसलाई 10 मिनट जति रेस्ट हुनको लागि छोडेको थिएँ र यो राम्रोसँग सेट पनि भइसकेको छ र अब पकाउन सुरु गरौँ। यसको लागि मैले ग्यास अन गरेँ र हिटलाई मिडियम टु लोमा राखेर प्यान बसालेको छु। प्यान तातिसकेपछि यसमा थोरै घिउ राख्ने। हजुरहरूले तेल, बटर युज गर्न नि सक्नुहुन्छ र अब आफूलाई कतिको बाक्लो पातलो रोटी मनपर्छ त्यही अनुसार ब्याटर राख्ने र यसलाई यसरी स्प्रेड गरिदिने। मैले चाहिँ धेरै बाक्लो बनाएको छैन, हल्का मिडियम खालको रोटी बनाएर रेडी गरेको छु र अब यसलाई छोपेर 2-4 मिनट जति पाक्नको लागि छोडिदिने। ल हेर्नुहोस् त, 2 मिनटमा यो सबै माथिको ड्राई भइसकेको छ र यत्तिको भइसकेपछि यसलाई यसरी पल्टाइदिने। ल हेर्नुहोस् त, पछाडि कस्तो मजासँग गोल्डन ब्राउन कलर आइसकेको छ र अब हामीले यसलाई छोपिराख्न पर्दैन। अब चाहिँ यसलाई यसरी प्रेस गर्दै उल्टाइ पल्टाइ गर्दै दुवै साइडमा राम्रोसँग गोल्डन ब्राउन भइन्जेलसम्म पकाउने। यत्तिको भइसकेपछि हाम्रो रोटी बनेर रेडी हुन्छ। ल हेर्नुहोस् त, मैले यसरी नै सबै रोटी बनाएर रेडी गर्दैछु। मैले चाहिँ ठिक्कको धेरै बाक्लो पनि होइन, पातलो पनि होइन, ठिक्कको यस्तो मिडियम खालको रोटी बनाएर चाहिँ रेडी गरेको छु। यसरी मिडियम ग्यासमा चाहिँ पकाउनु पर्छ। धेरै हिट चाहिँ हाई भयो भने हाम्रो रोटी बाहिर मात्रै पाक्छ, भित्रसम्म पाक्दैन। त्यही भएर मिडियम टु लो हिटमा राखेर राम्रोसँग उल्टाइ पल्टाइ गरेर पकाउन पर्ने हुन्छ। ल हेर्नुहोस् त, मेरो सबै रोटी बनेर रेडी पनि भइसकेको छ। मैले चाहिँ यो रोटीलाई यसरी दहीसँग सर्भ गरेको छु। हजुरहरूले चटनीसँग, तरकारी, अचार जेसँग पनि सर्भ गर्न सक्नुहुन्छ। हजुरहरूलाई मेरो यो एकदमै यम्मी अनि हेल्दी रोटीको रेसिपी मन पर्यो भने मेरो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू फर वाचिङ। बाई।